अबको 48 घण्टा देशभर अति भारी वर्षाको चेतावनी, बाढी पहिरोको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह। दर्शकबिन, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 2 दिन देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणदेखि सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानलाई आधार मान्दै प्राधिकरणले शनिबार वा आइतबार विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ। साथै देशका अधिकांश हिमाली र पहाडी भूभागमा तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती र गण्डकीका तराईका केही क्षेत्रमा पनि वर्षा तीव्र हुन सक्ने अनुमान गरिएको छ। प्राधिकरणका अनुसार लगातारको वर्षाले आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटान जस्ता विपदको जोखिम बढ्ने भएकाले विशेष सावधानी आवश्यक छ। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न र जोखिम बढिरहेका जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष जोखिममा रहेका जिल्ला 5 थर इलाम, झापा, सङ्खुवा, सभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। यी क्षेत्रमा सडक अवरुद्ध हुने, पहिरो खस्ने र बाढीको उच्च जोखिम रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए। जोखिमयुक्त राजमार्ग र सडक खण्डमा डोजर, एक्साभेटर, लोडर लगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उनले बताएकी छन्। नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता रहन प्राधिकरणले अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न र आवश्यक परे विपद सम्बन्धी हटलाइन सेवाको उपयोग गर्न पनि आग्रह गरिएको छ। घोडा दुखेर आएको, डाक्टरको दबाई खायो, के भएन, घोडामा सुई लायो, के भएन, के गरिन् के नभए, वैद्यमा आएर दबाई खाएको अब 3 महिना भयो। अहिले उठ्नु बस्नु नै भएको छ।